यहाँहरु सम्पूर्णलाई नमस्कार अनि शुभ बिहानी। जेनजी आन्दोलन पछाडिको त्यो मेरो केही रायहरु मैले राख्दै आएको तेस्रो भाग हो हैन। यहाँ तेस्रो भागमा यहाँहरुलाई म हार्दिक स्वागत गर्न चाहन्छु। अब रह्यो चाहिँ टपिक चाहिँ मैले के कुरा गर्नु खोजेको हो भने यो चाहिँ जुन अहिले जेनजी आन्दोलन पछाडि जुन कुराको स्थापित भएको छ हैन, त्यो कुरा चाहिँ जो त्यसले एउटा चाहिँ नि आम मान्छेमा चाहिँ एउटा प्रभाव चाहिँ परेको छ। तर समस्या के देखिन्छ भने एउटा जेनजी पुस्ताको बारेमा चाहिँ नि जुन विश्लेषण गरिएको छ उसलाई पाइने चाहिँ नि सेवा सुविधा, उसले चाहिँ नि गरेको प्रविधिको प्रयोगहरू हैन र उपलब्धता, उसले त्यो सेवा सुविधा जुन पायो हैन, त्यसले चाहिँ नि जुन तिनीहरुमा त्यो पुस्तामा चाहिँ परेको प्रभावको बारेमा चाहिँ नि त्यो एउटा विश्लेषण गरेको छ। त्यो हेर्दाखेरि र अहिलेको जुन नेपाली राजनीतिक हैन पुगेको स्थिति हेर्दाखेरि चाहिँ के देखिन्छ भने एउटा हामीले के बिर्सनु हुन्न, एउटा पुस्ताले मात्रै यहाँनेर बस्न पाउने व्यवस्था हो त, त्यस्तो त होइन होला नि त। अब मैले के देखेको छु भने निकास चाहिँ के हो भने यो हाम्रो चाहिँ नि जेनजीले मेरो माग पूरा भएन, यो भएन, त्यो भएन भनेर भन्नु के कारणले भएन त। यो चाहिँ नि जेनजी पुस्ता पनि स्थापित हुने हो भने त्यसलाई चाहिँ मैले देखेको चाहिँ पहिला नै मैले भनेको थिएँ त्यो जुन त्यो उनीहरु चाहिँ नि राजनीतिक रूपमा चाहिँ नि पछाडि परेको देखिन्छ हैन। किनभने त्यो एउटा उनीहरुलाई चाहिँ नि नेपालको संविधान त व्यवस्था, प्रचलित कानुनहरु हैन, अनि विश्व इतिहासहरु कसरी चल्दै आएको थियो यो भन्दा अगाडिको आन्दोलनहरु पनि भएको छ नि त, जस्तो 62-63 त्यो भन्दा अगाडिहरु आन्दोलन भएको थियो, जनआन्दोलनहरु। त्यहाँनेरि कसरी चाहिँ त्यो आन्दोलन गर्ने मान्छेहरुले चाहिँ आफ्नो त्यो जुन मागहरु थियो त्यसलाई कसरी पूरा गरे त भन्ने बारेमा पनि जानकार नभएको हो कि जस्तो देखिन्छ। यहाँ चाहिँ कस्तो हुन्छ भने मैले बुझे अनुसार अब म सबै कुरा मैले जानेको भन्ने कुरा त हैन, तर कस्तो हो भने यो जनआन्दोलन भइसकेपछि चाहिँ त्यो संविधान भन्दा यो जनआन्दोलनबाट मागेको कुरा चाहिँ उसले राखेको माग एजेन्डा चाहिँ माथि हुन्छ भन्ने एउटा हुन्छ हैन। त्यसको त्यो आधारलाई टेकेर चाहिँ संसद विघटन नगरिकन त्यो संसदहरुलाई राखेर त्यो दलहरुलाई चाहिँ नि सामूहिक रूपमा चाहिँ नि राखेर हैन, जेनजीको प्रतिनिधिहरु पठाएर अनि चाहिँ नि त्यो एक प्रकारको त्यो हलले निर्णय गरेर चाहिँ संविधान चाहिँ नि यो धारा 76 अन्तर्गतको चाहिँ त्यो जुन थियो त्यसलाई चाहिँ परिवर्तन गरेर हैन, प्रत्यक्ष कार्यकारी चुनावमा गएर प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री बनाइदिएको भएदेखि त्यहाँनेरि हैन, यसले चाहिँ खास त्यो जुन अहिलेको चाहिँ नि युवा पुस्ताहरुको माग छ र चाहिँ नि आम नेपालीहरुको जुन मनमा यो 6 महिनामा सरकार परिवर्तन हुने कुराले जुन पीडा थियो त्यसले गर्दा यो सम्बोधन सबैको हुन्थ्यो। तर कस्तो छ भने आफूले चाहिँ नि जेनजी आन्दोलनको खास त पहिलो कुरा त खास नेतृत्व को हो, ठ्याक्कै को हो त ओरिजिनल जेनजी भनेर मैले नै चिने छैन भन्ने मान्छे प्रधानमन्त्री छ, त्यसले समस्या छ। र अबको यो चाहिँ मैले देखेको समाधानको उपाय अब यही चोटी चाहिँ नि प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री बनाउने हो भने या प्रत्यक्ष कार्यकारी प्रमुख गर्ने हो भने चाहिँ अब चाहिँ फेरि यो दलहरु छ नि यो, तर यो अहिलेको जेनजी पुस्ताको जुन त्यो जुन हाउभाउ छ उनीहरुको चाहिँ जुन एउटा चाहिँ गतिविधि छ त्यसले चाहिँ समस्या होला। तर तपाईले के बुझ्नु पर्यो भने नि यो जेनजी पुस्ताहरु कहाँ जाओस् यो चाहिँ नि सुन्नु होला, यो चाहिँ नि पुराना दलहरुलाई चाहिँ हामी खेच्छौं, यहाँ गर्छौं, त्यहाँ गर्छौं, उठ्नै दिन्नौ भन्ने त्यो भाष्यले चाहिँ त्यो खास चुनाव
हुने स्थिति देखिन्न हैन। अब मान्छेलाई चाहिँ नि कस्तो हो भने बाँसलाई पनि सही ठाउँसम्म मात्रै निहुराउनु पर्छ भन्छ कि, सही ठाउँसम्म निहुरायो भने चाहिँ ठिक छ, तर त्योभन्दा बढी गऱ्यो भने चाहिँ पड्किन्छ अरे क्या। त्यो चाहिँ बुझ्नुपर्छ। कस्तो भने एउटा पुस्ता मात्रै मैले अहिले भने जस्तो अस्तित्वमा रहने जस्तो कुरा चाहिँ होइन। दलहरू पनि अस्तित्वमा छ र उनीहरूलाई को छुट्टै एउटा चाहिँ नि अहिलेको जेन्जी पुस्ताहरूभन्दा लगभग चाहिँ नि अहिले हेरेँ भने त्यो मैले अघिल्लो दोस्रो भिडियो भने जस्तो एउटा भिलेन या चाहिँ नि एउटा चाहिँ नि तपाईँको कलङ्कित जस्तो दलहरू देखिए तापनि एउटा चाहिँ उनीहरूसँग नि छुट्टै एउटा आफ्नो चाहिँ नि व्यवस्थित छन् र उनीहरू चाहिँ नि एउटा स्थापित भएको दलहरू हो हैन। उनीहरू छुट्टै अस्तित्वमा छ। त्यो भएकोले मैले चाहिँ के सूचना जाहेर गर्न चाहन्छु यो भिडियो मार्फत जेन्जी पुस्तालाई भने यो अस्तित्वमा रहेको दलहरूको प्रमुखहरूलाई भेला गरेर राखेर चाहिँ नि एक प्रकारको चाहिँ नि सामूहिक चाहिँ नि कति दलीय हुन्छ हैन, भेला गरेर यसलाई चाहिँ नि त्यो संविधान यो व्यवस्था गरेर प्रत्यक्ष कार्यकारी चुनावमा हामी चाहिँ नि जाउँ भन्ने गरी सहमति गराएर हैन, संसद पुनर्स्थापना गरेर अनि यो टपिक मात्रै चेन्ज गर्ने भनेर चेन्ज गराएर अनि त्यो पछाडि चाहिँ तपाईको चाहिँ नि प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको चुनाव गराउन सक्ने स्थिति देखिन्छ एकचोटि पनि हैन। तर कस्तो हो भने होइन, यो पार्टीहरूको अस्तित्व हामी मान्दैनौँ या अरू कुनै पुस्ताले आएर बोल्न पाइँदैन हैन, हामी जेन्जीले बाहेक अरूले बोल्न पाइँदैन भन्ने हो भने त्यो चाहिँ नि तपाईहरु चाहिँ नि भ्रममा हुनुहुन्छ हैन। तपाईहरुलाई कोही न कसरी जो सल्लाहकार छ त्यो सल्लाहकार चाहिँ नि गलत छ। यसले चाहिँ यो जुन अघि मैले भने जस्तो बाँस निहुराउने ठाउँसम्म मात्रै निहुराउनु पर्छ, त्योभन्दा बढी गर्नु हुँदैन। जेन्जी पुस्ताहरुले मेरो चाहिँ सुझाव छ, किन बाँसलाई चाहिँ सही ठाउँभन्दा बढी निहुराउनु हुँदैन भने सही ठाउँसम्म निहुरायो भने चाहिँ लाभ लिन सकिन्छ, तर त्योभन्दा बढी निहुरायो भने चाहिँ पड्किन्छ क्या। त्यसले चाहिँ नि विस्फोट हुन्छ र त्यसले गलत कामहरू गर्न सक्छ। त्यो भएर अबको विषय चाहिँ के हो भने संसद पुनर्स्थापना गरेर त्यसलाई चाहिँ धारा 76 चाहिँ नि परिवर्तन गरेर प्रत्यक्ष कार्यकारी चुनावमा जाने हो र राष्ट्रिय सहमति गरेर जाने हो भने चाहिँ यसले देशलाई एउटा निकास दिन्छ। तर अहिलेको जुन हाउभाउ छ त्यो जेन्जी भन्दा अरू बाहेकहरू बोल्न पाइन्न, उनीहरूले चाहिँ नि यो देशमा बस्न पाइन्न भन्ने हो भने चाहिँ जेन्जी पुस्ताहरू भन्दा अरू पुस्ताहरू बढी छ। अनि त्यो त्यति बेला चाहिँ नि गृहयुद्ध हुन सक्छ हैन। यसले चाहिँ नि मुठभेडमा देश गयो, गृहयुद्ध भयो भने चाहिँ हामी नेपाली नरहन पनि सकिन्छ, किनभने सरकार पावरफुल अहिले छैन। त्यो भएको कारणले गर्दा चाहिँ नि विशेष निर्णयहरू गर्न नपाउने व्यवस्थाहरू हुन्छ। त्यो कारणले गर्दा यो त चुनावसम्मको लागि मात्रै सरकार हो। त्यो भएको कारणले 6 महिनामा कायापलट केही पनि हुँदैन। एउटै हुने भनेको यही संविधानले त व्यवस्था गरेर यसलाई चाहिँ नि व्यवस्थित बनाएर चुनावमा लैजानु नै उपयुक्त हुन्छ मैले देखेको। तर कस्तो हो भने यो राष्ट्रिय सहमति जस्तो नगरिकन एकैचोटि चुनावमा गएर चाहिँ सम्भावना देखिन्न। र यो चाहिँ नि हेर्दा सुन्दाखेरि हैन, यो भिडियो मैले हालिरहेको छु, यो मैले भनिरहेको छु जुन कुरा चाहिँ सुन्दाखेरि नबुझ्दाखेरिमा चाहिँ नि चित्त दुख्न सक्छ। यो चाहिँ देश विरोधी हो कि भन्ने जस्तो तपाईहरुलाई लाग्न सक्छ। तर के हो भने देशप्रेमी युवाहरूले एकचोटि तपाईहरुलाई म संविधान पल्टाएर हेरेर हैन, कानुनी यो अहिलेको प्रचलित कानुनहरू हेरेर अगाडिको इतिहासहरू हेरेर हैन, 63 47हरू यो अगाडिकोहरू यस्तोहरू हेरेर हैन, अनि विश्व इतिहासहरू हेरेर चाहिँ कसरी व्यवस्थापन गरिएको छ, एउटा मात्र बस्न पाउने व्यवस्था गरिन्छ कि आन्दोलन पछाडि सबैको यो चाहिँ नि व्यक्तिगत सम्पत्तिको संरक्षण पनि चाहिँ त्यही सरकारले गर्नुपर्ने जिम्मेवारी हुँदैन, गर्नु पर्दैन? त्यो व्यवस्था हुनु पर्छ, किनभने एकजना मात्र बस्न पाउने त्यस्तो व्यवस्था चाहिँ नि देशमा हुँदैन हैन। त्यो भएको कारणले गर्दा यो चाहिँ नि मनन गर्न हुन र चाहिँ नि अब बाँकी रहेको पार्टहरू चाहिँ को लागि सल्लाह सुझाव दिन हुन र मैले कुनै गलत गरेको छु भने त्यो सुधार्नका लागि कमेन्टमा कमेन्ट लेखिदिएर सुदृढ मौका अवसर दिनुहुन म हार्दिक अनुरोध गर्छु। हस्त।